साथीहरू नमस्कार। आज हामी आर्थिक वर्ष 2083-84 को बजेटका सम्बन्धमा यसका चाहिँ मूलभूत विशेषताहरूका सम्बन्धमा चाहिँ यस सेसनमा चाहिँ जानकारी दिने प्रयास गरेका छौँ। नेपाल सरकारले भर्खरै 2083-84 का लागि चाहिँ यही 2083 जेठ 15 गते संसदमा आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत गरिसकेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रस्तुत गरेको जुन बजेट छ त्यसमा रहेका विभिन्न जानकारीहरू जुन चाहिँ हामीलाई विभिन्न सरकारी सेवा तयारीका लागि उपयोगी हुन सक्छन् त्यसलाई हामीले एकीकृत गर्ने प्रयास गरेका छौँ र यो महत्त्वपूर्ण तथ्याङ्कहरूलाई तपाईहरूले नोट पनि गर्न सक्नुहुनेछ। अब यसमा आर्थिक वर्ष 2083-84 को जुन कुल बजेट छ यो कुल बजेट 21 खर्ब 24 अर्ब 34 करोड टोटल एमाउन्ट चाहिँ बजेट प्रस्तुत गरिएको छ भने अब बजेटलाई चाहिँ त्यसको आय र व्ययको रूपमा चाहिँ लिने गरिन्छ। हामीले आय र व्ययको चाहिँ एकमुष्ट एउटा स्वरूप ढाँचा खाका नै खासमा बजेट हो भने त्यसमा त्यो विनियोजन गरिएको कुल बजेटबाट गरिने खर्चहरूलाई हामीले यहाँ चाहिँ तीनवटा तरिकाबाट हेर्न सक्छौँ। एउटा चालु खर्च, अर्को पुँजीगत खर्च र चाहिँ नि अर्को वित्तीय व्यवस्था छ। यो चालु खर्च भनेको यो हाम्रो नियमित खर्च हो, यो निरन्तर भइरहने गर्दछ। यो विकास खर्च होइन। यसलाई चाहिँ हामीले कार्यालय सञ्चालनको लागि गरिने चाहिँ नि खर्चको रूपमा चाहिँ हेर्छौँ। तलब भत्तादेखि लिएर यावत कुराहरू यो निरन्तर चाहिँ हुने खर्च हो। यसमा आर्थिक वर्ष 83-84 का लागि नेपाल सरकारले कुल 12 खर्ब 70 अर्ब 58 करोड 90 लाख विनियोजन गरेको छ, जसले चाहिँ कुल बजेटको 59.8% हुन आउँछ। जुन चाहिँ भने पुँजीगत खर्चतर्फ यस बजेटमा चाहिँ पुँजीगत खर्चतर्फ 4 खर्ब 31 अर्ब 10 करोड रुपियाँ चाहिँ विनियोजन भएको छ, जुन चाहिँ कुल विनियोजनको 20.3% हुन आउँछ भने त्यस्तै वित्तीय व्यवस्थातर्फ अब यसमध्ये मैले यो केही कुरा यहाँ पुँजीगततर्फ पनि जोड्न चाहेँ। यो पुँजीगत बजेट भनेको कस्तो भने विकास खर्च भन्छौँ जुन हामीले, विकास बजेट भनेको पनि यही पुँजीगत खर्च हो जुन अत्यन्त न्यून रहेको छ। नेपालको कन्टेक्स्टमा हेर्दा हामीसँग जम्मा चाहिँ 20.3% मात्रै के छ त भन्दा पुँजीगत खर्च विनियोजन गर्ने गरिएको छ। अहिलेको बजेटले चाहिँ 20.3% पुँजीगत खर्च विनियोजन गरेको छ। अनि त्यस्तै वित्तीय व्यवस्थातर्फ चाहिँ जुन चाहिँ यो हामीले ऋणको चाहिँ सामा ब्याज भुक्तानीका लागि चाहिँ विनियोजन गर्ने गरिन्छ। यो वित्तीय व्यवस्था अन्तर्गत चाहिँ नेपाल सरकारले आर्थिक वर्ष 83-84 चाहिँ रु 4 खर्ब 22 अर्ब 64 करोड जुन चाहिँ कुल विनियोजनको 19.9% हो। यो 19.9% त हाम्रो नेपाल सरकारले विगतमा लिएका सार्वजनिक ऋणहरू जुन छ त्यसको चाहिँ सामा, त्यसको ब्याज भुक्तानीका लागि चाहिँ विनियोजन गर्ने गरी चाहिँ यो आर्थिक वर्ष 83-84 चाहिँ को बजेटमा विनियोजन गरेको छ भने अब यो त हाम्रो खर्चको चाहिँ ढाँचा भयो, खर्चको खाका भयो भने यो खर्च गर्नको लागि स्रोत कहाँबाट कति प्राप्त गर्ने हो भन्ने विषयमा चाहिँ फेरि यो आयले चाहिँ यसलाई प्रश्न पार्छ। यो आयमा चाहिँ राजस्वतर्फ चाहिँ 14 खर्ब 5 अर्ब चाहिँ राजस्वबाट प्राप्त गर्ने भनेको छ भने अनि यस्तै गरी ऋण राजस्व ऋण र अनुदानबाट हामीले बजेटका लागि स्रोत प्राप्त गर्छौँ भने त्यस अन्तर्गत चाहिँ अब यो ऋण चाहिँ फेरि कस्तो हुन्छ भने ऋण एउटा आन्तरिक हुन्छ, एउटा बाह्य हुन्छ। अब हामीले बाह्य नेपालभन्दा बाहिरबाट कुनै विदेशी दात्री निकायहरू तथा चाहिँ विदेशी सरकारहरूबाट प्राप्त गर्ने ऋण चाहिँ के हो त भन्दा यो चाहिँ बाह्य ऋण हो भने चाहिँ फेरि स्वदेशभित्रै आफ्नो देशभित्रैका चाहिँ नि विभिन्न व्यवसाय लगायत चाहिँ नि विभिन्न ब्याङ्कदेखि लिएर व्यावसायिक क्षेत्र निजी क्षेत्रबाट प्राप्त गर्ने यो चाहिँ के हो त भन्दा आन्तरिक ऋण हो। त्यो त्यसमा चाहिँ नि कति भने तपाईँको 4 खर्ब 10 अर्ब चाहिँ हामीले अहिले आन्तरिक ऋण उठाउने लक्ष्य लिएका छौँ। यो आन्तरिक ऋण चाहिँ अहिले यसको हिस्सा निकै ठुलो देखिएको छ विगतका तुलनामा भने बाह्य अर्थात् वैदेशिक ऋण चाहिँ अहिले
जम्मा 2,47 खर्ब चाहिँ वैदेशिक ऋण लिने भनेर बजेटले चाहिँ यो विनियोजनमा चाहिँ उल्लेख गरेको छ। त्यसै गरी अनुदान चाहिँ अब यो निरन्तर घट्दो नै छ हाम्रो प्रकृति। विगतमा पनि त्यति धेरै चाहिँ सङ्कलन हुन सकेको अवस्था छैन र अहिले चाहिँ नेपाल सरकारले प्रस्तुत गरेको जुन 83-84 बजेट छ त्यसमा वैदेशिक अनुदान चाहिँ यो 61,74 करोड चाहिँ प्राप्त गर्ने भनेर चाहिँ उल्लेख गरेको देखिन्छ। अब यो 61 करोड 61 अर्ब यो एमाउन्ट पनि धेरै ठुलो त होइन, तर पनि हामीले हरेक वर्ष वार्षिक चाहिँ जुन लक्ष्य राखेका छौँ अपेक्षाकृत रूपमा लक्ष्य प्राप्त गर्न सकेका छैनौँ। न्यून मात्रै अनुदान प्राप्त हुँदै आएको छ। जुन अनुदान चाहिँ यो चाहिँ हामीले भविष्यमा त्यो बुझाउनु नपर्ने गरी प्राप्त हुने हो। यो चाहिँ फिर्ता गर्नु नपर्ने खालको चाहिँ रकम हो जसलाई हामी अनुदान भन्छौँ भने। अब वित्तीय हस्तान्तरणतर्फ चाहिँ अब यो शीर्षक चाहिँ मैले छुट्टै अलग्गै राख्न खोजेको छु, किनभने यो वित्तीय हस्तान्तरण भनेको हामीले हाम्रो यो कुल समग्र बजेटबाट चाहिँ नि प्रदेश र स्थानीय सरकारलाई गर्ने हस्तान्तरण हो। यो प्रदेश र स्थानीय सरकारलाई गर्ने हस्तान्तरणको जुन वित्तीय व्यवस्था छ त्यो चाहिँ हाम्रो संविधान बमोजिम संविधानले नै गरेको व्यवस्था, संवैधानिक व्यवस्था हो। यसमा चाहिँ हाम्रो जस्तो प्रदेश सरकार र स्थानीय तहमा जान्छ। मैले यसरी चाहिँ हजुरहरूलाई बुझ्न सजिलो हुन्छ भनेर चाहिँ यसरी छुट्याएको छु भने यस अहिलेको चाहिँ नि यस बजेटमा चाहिँ यो प्रस्तुत बजेटमा चाहिँ नि 1,09 अर्ब रुपियाँ चाहिँ प्रदेशलाई चाहिँ विभिन्न चाहिँ नि अनुदान शीर्षकहरू जस्तो हामी भन्छौँ नि 4 प्रकारका चाहिँ अनुदान छन् भनेर भन्छौँ। जस्तो चाहिँ नि हामी समयपूरक अनुदान भन्छौँ, सामान्यीकरण अनुदान भन्छौँ, विशेष अनुदान भन्छौँ। हो, यस्ता किसिमका 4वटा अनुदान छन् है। त्यो 4वटा अनुदान मार्फत चाहिँ नि यो हस्तान्तरण हुन्छ। अनि यस्तै स्थानीय तहमा पनि त्यही हो। स्थानीय तहमा चाहिँ कति जाने भयो भने यो अहिलेको चाहिँ आर्थिक वर्ष 83-84 बजेटका अनुसार चाहिँ 3,14 अर्ब रुपियाँ चाहिँ 14,61 करोड रुपियाँ चाहिँ के त भन्दा स्थानीय सरकारमा वित्तीय हस्तान्तरण मार्फत जाने भनेर चाहिँ बजेटले व्यवस्था गरेको छ भने। त्यस्तै गरी अहिलेको यो 83-84 बजेटले आर्थिक वृद्धि कति गराउने त? आर्थिक वृद्धि नै के हो त फेरि भन्दा आर्थिक विकासको चाहिँ नि एउटा मापक सूचकको रूपमा रहेको छ। यो 7% चाहिँ एकदम महत्त्वकाङ्क्षी एकदम चाहिँ उच्च आर्थिक वृद्धि दरको चाहिँ अपेक्षा गरेको देखिन्छ बजेटले हेर्दा। अब 7% को चाहिँ हासिल होला नहोला, तर हाम्रो यो आर्थिक वर्ष 83-84 बजेटले यो आर्थिक वर्ष 83-84 कति प्रतिशत भन्दा 7% चाहिँ आर्थिक वृद्धि हासिल हुनेछ भनेर चाहिँ नि व्यवस्था गरेको छ भने। मुद्रास्फीति जुन चाहिँ महँगी कुरा गर्छौँ हामी चाहिँ त्यो मनी इन्फ्लेसन भन्छौँ बजारमा चाहिँ यो मुद्रास्फीतिको दर चाहिँ कति भने 6%मा कायम राख्ने भनेर चाहिँ व्यवस्था गरिएको छ। यसरी चाहिँ हामीले सरसर्ती हेर्दा यो आर्थिक वर्ष 83-84 को चाहिँ बजेटका विस्तृत तथ्याङ्क मूल सारांश तथ्याङ्क यिनै नै हुन्। यी तथ्याङ्कहरूलाई तपाईँहरूले चाहिँ नोट गरेर एकदम बेला यसलाई रिपिट गरेर पढिराख्नु होला, किनकि यो चाहिँ नेपालको सार्वजनिक विभिन्न चाहिँ सेवाको तयारी गरेर बस्नुभएका, सरकारी सेवाको तयारी गरेर बस्नुभएकाहरूको लागि यो अत्यन्त उपयोगी छ। यस्तै विषयवस्तुका लागि तपाईँहरूलाई चाहिँ कस्ता किसिमका चाहिँ जानकारीहरू आवश्यक छ त्यसको लागि चाहिँ तपाईँहरूले कमेन्टमा चाहिँ यसमा चाहिँ हामीलाई यस्तो जानकारी उपलब्ध गराउनु होला भनेर चाहिँ एउटा कमेन्ट छोड्नु होला। म त्यसैको आधारमा पनि अन्य चाहिँ भिडियोहरू लिएर आउनेछु। तबसम्मका लागि बिदा हुँ। नमस्कार।